नमस्कार दर्शक बिन्दुहरू हाइवे नेपालको देश दिनभरमा यहाँहरूलाई धेरै धेरै स्वागत छ। नपक्ष न विपक्ष जे छ बोल्छौँ यथार्थ कार्यक्रम देश दिनभरमा यहाँहरूलाई पुनः स्वागत गर्न चाहन्छु। देश दिनभरमा हामी देश वा दिनभरमा के विषयवस्तुले मुख्य स्थान पायो र त्यसमा पनि महत्त्वपूर्ण विषयवस्तुहरू कार्यक्रममा प्रस्तुत गर्ने गर्छौँ। र आज नेपाली झन्डा जलाएर एउटा गीत सार्वजनिक भएको छ, त्यसको बारेमा हामीले कुराकानी गर्ने प्रयास गरेका छौँ। नेपालको राष्ट्रियता एवं जातीय सद्भाव विरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरू प्रयोग भएर एउटा गीत देशद्रोही भन्ने युट्युबमा सार्वजनिक भएको छ। आज म फरक गेटअपमा पनि आएको छु, ढाका टोपी छ मेरो शिरमा, त्यस्तै गरी मैले छातीमा नेपालको झन्डा पनि टाँसेको छु। प्यारो लाग्छ नेपालीलाई एउटा, चाहे तपाईँ जुनसुकै धर्मको हुनुहोस्, चाहे तपाईँ जुनसुकै भेष भाषा जातिको हुनुहोस्, किन नहुनुहोस्, तर जाति भाषा भाषी भन्दा देश माथि हुन्छ, तपाईँ राष्ट्रियता माथि हुन्छ। कुनै पनि धर्मले छेक्दैन, कुनै पनि भूगोलले छेक्दैन तपाईँको त्यो राष्ट्रियता। तर नेपालमा के भइराखेको छ भने डलरको खेती गर्ने ती व्यक्तिहरू जो छन्, डलरको खेती गरेर नेपालमा जातीयता विरुद्ध अथवा धर्म विरुद्ध एउटा हिंसा भड्काउन लागिराखेका छन्, तिनीहरूलाई कारबाही गर्नुपर्छ। र यसरी नै देशद्रोही शीर्षकको गीत गाउने व्यक्ति एकजना समातिसकेका छन्, उनलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। नचाहिँदो कुरोमा कसैले पनि बकेडा झिक्न हुँदैन, एउटा विवाद झिक्न हुँदैन, किनभनेदेखि नेपालीहरू सदियौँदेखि पहिल्यैदेखि जुनसुकै धर्म मान्नुहोस्, जाति मान्नुहोस् मिलेर बसिराखेका छन्, उनीहरूलाई कुनै पनि कुरा सिकाइराख्नु पर्दैन। तर नेपालमा ती डलर खाएर बसेका व्यक्तिहरू, विदेशीको इसारामा नाचेका व्यक्तिहरूले चाहिँ यहाँ एउटा हिंसा भड्काउने र राजनीति गर्ने जुन प्रयास गरिराखेका छन्, उनीहरूलाई हामीले सदैव खबरदार गर्नुपर्छ। तपाईँको पहिचान भनेको, राष्ट्रियता भनेको तपाईँको पोसाक हो, झन्डा हो, आकृति प्रकृति आफ्नै किसिमको हुनसक्छ, त्यसलाई न धर्मको रूप दिनुपर्छ, न तपाईँले कुनै पनि त्यसलाई फलानो धर्मसँग सम्बन्धित भनेर धर्मको झन्डालाई धर्मसँग जोडिराख्नु आवश्यक छैन। नेपालको झन्डा आफैमा पनि एउटा विश्वको कुनै पनि झन्डासँग मिल्दैन, पृथक छ भनेर नेपालको झन्डाप्रति आम नेपालीहरूले गर्व गरिराखेको अवस्थामा जुन रूपमा नेपालको झन्डा तपाईँले स्क्रिनमा पनि देखिराख्नु भएको छ, नेपालको झन्डा जलाउने काम गरिएको छ। दर्शकबिन्दुहरू, कडाभन्दा कडाई कारबाही गर्नुपर्छ। अब एकजुट हुनुपर्ने बेला आएको छ नेपालीहरू, किनभनेदेखि यस्ता डलर खाएर जो खेती गर्न पल्केका छन्, डलरको खेती गरिराखेका छन् नेपालीहरू, बिच नै फुट ल्याउने जुन प्रयोग गरिराखेका छन्, नेपाललाई एउटा क्रीडास्थल बनाइराखेका छन्, के गर्न सकिन्छ यहाँ भनेर तिनीहरूलाई चाहिँ कडाभन्दा कडा कारबाही गर्नुपर्छ। जसले झन्डा जलाएको छ तिनीहरू सबैलाई खोरमा जाग्नुपर्छ भन्छौँ। कसैलाई पनि अधिकार छैन, नेपालको झन्डा जलाउने अधिकार कसैलाई पनि छैन, र कानुनले पनि नेपालको झन्डा जलाउन गैर कानुनी भनिसकेको यो अवस्थामा तपाईँलाई थाहा छ दर्शकबिन्दुहरू, जसले नेपालको झन्डा जलाउँछ उसलाई चाहिँ 3 वर्ष कैद र 30,000 जरिमानासम्म लाग्न सक्छ। नेपालको कानुनले दिएको छ यो कुरा भने हामीलाई अब केले रोक्यो? यस्ता जो नेपालमा हिंसा भड्काउन लागिराखेका छन्, जाति विरुद्ध एउटा द्वन्द्व द्वेष फैलाउन लागिराखेका छन्, तिनीहरूलाई चाहिँ अब जरैदेखि उखलेर फाल्नुपर्ने बेला भएको छ। दर्शकबिन्दुहरू, अब हामी यस्ता जाति धर्म संस्कृति भन्दा पनि माथि उठ्नुपर्ने बेला भएको छ। नेपाल आफैमा कति वर्ष पछाडि परिसक्यो, अझै फेरि जाति फलानो धर्मको फलानोको को आएर बस्यो, को आएर गयो, के गर्यो, यतापट्टि नजाउँ हामी। आदिवासी को हो, के हो, कसलाई किन चाहियो यहाँनिर? देश विकासको लागि त सबैजना, सबै नेपाली एकजुट हुने हो। हिजो पृथ्वीनारायण शाहले 2224 राज्यबाट एउटा एकीकृत राज्य बनाए, आज हामी नेपाली भएर बाँच्न सकिराखेका छौँ। तिनै पृथ्वीनारायण शाहको तस्बिरहरू जलाइराखिएको छ यहाँनिर। दर्शकबिन्दुहरू, सो कारणले गर्दा पनि एउटा नेपाली भइसकेपछि
जिरिङ त्यो एउटा ऊर्जा हुन्छ नि, त्यो जलाएको देख्ने बित्तिकै भित्रैदेखि आक्रोश भरिएर आउँदो रहेछ। दर्शकबिन्दुहरू, यो हाइवे नेपालको देश दिनभरमा हामी तपाईलाई जानकारी दिइराखेका छौँ। र्यापर जनरामा गाइएको गीतको लिरिक्स र्यापर रूपमा मङ्गोल गाल्ज ली एन्ड एटिएम उल्लेख गरिएको छ। युट्युबमा हालेर गत्तै यसमा तीव्र प्रतिक्रिया हुन थालेको छ र अहिले सामाजिक सञ्जालमा पनि यो गीत भाइरल भएको छ। सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेको छ र मकवानपुर जिल्लाको बागमती गाउँपालिका स्थित श्री विष्णु आधारभूत विद्यालयको प्राङ्गणमा गीतको सुटिङ गरिएको बुझिएको छ। राप्रपा संसद राजेन्द्र लिङदेलले पनि ट्विटरमा लेखेका छन्, जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन। यस प्रकारको विष वृक्ष उमार्ने मलजल गर्ने काम कसैले पनि गर्नु हुँदैन भनिएको छ। अरे बाबा, तपाईहरू धर्मको नाममा अझै पनि युद्ध गराउन खोज्ने ती व्यक्तिहरूलाई भन्दैछु मैले, जो यस्ता नचाहिँदा बखेडा झिकेर धर्म नेपालीहरूबीच फुट ल्याउन खोजिराखेका छन्। तपाईँले केही दिन अगाडि मात्र देख्नुभयो, मुस्लिमले चाहिँ हिन्दू परम्परा अनुसार काजक्रियामा सहयोग गरे। यसरी हो एकजुट हुने। नेपालमा सदियौँदेखि एउटा धर्मको जातिको एउटा मित्रता छ, तर यहाँ डलरको जो इसाईकरण गर्न खोज्दैछन् नेपाललाई, इसाईहरूले जुन डलरको खेती गरेर यहाँ फुट ल्याउन खोज्दैछन्, चाहे जोसुकै होस्, इसाई होस्, हिन्दू होस्, मुस्लिम होस्, जुनसुकै धर्म मानोस्, तर जुन एउटा धार्मिक सहिष्णुता छ, जातीय सहिष्णुता छ, त्यसलाई चाहिँ फुट ल्याउन खोजिराखेका ती दलालहरूलाई म इङ्गित गर्दैछु। ती दलालहरू खबरदार, अब नेपाली जनता चुप लागेर बस्ने छैनन्। अब हामी सचेत हुनु आवश्यक छ। यस्ता गीतहरूलाई तपाईहरूले युट्युबमा गएर रिपोर्ट गर्न सक्नुहुन्छ। रिपोर्ट गर्नुहोस्, त्यस्ता च्यानलहरू उडाइदिन सकिन्छ। त्यस्ता च्यानलहरू ती व्यक्तिहरूलाई खोरमा कोच्न सकिन्छ, देश निकाला गर्न सकिन्छ। नेपालमा बस्ने इच्छा छैन भने जहाँ हुन् जुनसुकै देशमा गएर बस्दा पनि हुन्छ, तर नेपालमा बसिसकेपछि नेपाली भएर बाँच्नुपर्छ। 2-4 जनाले मनमानी गर्दै जे मन लाग्यो त्यही झन्डा जलाउने, हैन, फोटो जलाउने राष्ट्रिय विभूतिहरूको नेपालमा चल्दैन। इच्छा छ भने बस, इच्छा छैन भने जाऊ, जुनसुकै ठाउँमा गएर पनि बस्न सक्छौ। आजको ग्लोबलाइजेसनको जमानामा तिमीलाई कहीँ रोकटोक छैन। तर नेपालमा जुन हिसाबले गतिविधिहरू बढ्दै गइराखेको छ, उशृङ्खल गतिविधिहरू बढ्दै गइराखेको छ, हेर्नुहोस् दर्शकबिन्दुहरू, जिउ नै तातेर आउँछ कि मलाई पसिना आएको देखिराख्नु भएको छ होला यहाँहरूले। त्यसै पनि एउटा जिउ चाहिँ भित्रैदेखि रगत उम्लिएर आउँदो रहेछ। राष्ट्रियताका सवालमा जुन हिसाबले बेला बेलामा चाहिँ नेपालीहरू नै जुन हिसाबले बाठो भन्न खोज्छन्, भयङ्कर आफूलाई त हो के थाहा छ तिमीलाई राष्ट्रियताको विषयमा, देशद्रोहीको विषयमा के थाहा छ? के हो देशद्रोही भनेको? तिमी हो देशद्रोही जसले नेपालको झन्डा जलायो। नेपालको झन्डा जलाउने अधिकार छैन तिमीलाई। तिमी को हो? 8 पास गरेर र्याप हान्दैमा र्यापर भइयो? एउटा बौद्धिक स्तरमा अध्ययन गर्यो, कति अध्ययन गरेका छौ तिमीले? अरूलाई मन पर्दी गाली गर्दैमा ठुलो भयो तिमी? मङ्गोल तिम्रो राज्य, यो पुरै राज्य तिम्रो देश, हाम्रो नि यसमा हामीले नि गरेका छौँ देशका लागि। बाहुन क्षेत्रीहरूको नि योगदान छ, मङ्गोलको के योगदान छ होला? गर्नुभएको छ। मङ्गोलहरू आफ्नो क्षमताले अघि बढ्ने हो। जस्तै तपाईँले हेर्नुभयो भने सुभाष नेवाङ पनि हुनुहुन्छ, छत्रमान सिंह गुरुङ प्रधान सेनापति हुनुभयो। क्षमताले त आइरहेछ नि मान्छेहरू। जो क्षमता छैन, 8 कक्षा पास गरेका व्यक्तिहरू छन्, उनीहरू चाहिँ फलानुले ढिस्कानु, बाहुनले यस्तो गर्यो, उसले यस्तो गर्यो, फलानुले यस्तो गर्यो, बाहुन छेत्रीले खायो राज्य अरे। क्षमता हुने आइराखेका छन् त। गुरुङ मगरले नि खाइरहेछन् देश, किन नखानु? मधेसीहरूले पनि रामवरण यादव मधेसको हुनुहुन्थ्यो, उहाँले पनि खानुभयो। क्षमता हुने त आइराखेका छन्, तर क्षमता नहुने व्यक्तिहरू चाहिँ त्यसै जोसको दिमाग छैन, जसले अलिअलि जानेको छ, 2-4 वटा कुरा सिकेको भरमा चाहिँ म त भयङ्कर भएँ भनेर पैसाको डलरको हरियो डलरसँग बिक्नेहरूसँग हाम्रो केही लाग्दैन। क्षमता हुने व्यक्तिहरू त किन बाहुन क्षेत्री, मधेसी, पहाडी, शेर्पा, हिमाली, जुनसुकै होस्, क्षमता हुने व्यक्ति आउनुहोस्,
हामी सम्मान गर्छौँ, हामी ढोग्छौँ, पुज्छौँ, क्षमता ल्याउनुहोस् अगाडि, आफ्नो बौद्धिक लेभल ल्याउनुहोस्। जो झन्डा जलाएर, नक्सा जलाएर अथवा व्यक्तिको फोटो जलाएर मनपर्दी बोलेर, नेपालीमा एउटा भनाइ छ, बोलेर बाठो र दौडेर छिटो कहिले पनि भइँदैन। बोल्दैमा बाठो भइँदैन, तर सही हिसाबले बोल्नुभयो भने थोरै बोले पनि तपाईँ बाठो साबित हुनुहुन्छ। दौडिँदैमा छिटो भइँदैन। जानुपर्ने पूर्व छ, पश्चिम दौडियो भनेर पूर्व त पुगिँदैन, पूर्वै दौडिन पर्यो। त्यस कारणले म भन्छु बोलेर बाठो र दौडेर छिटो भइँदैन। सही हिसाबले सही किसिमले बोल्नु पर्यो भन्दै आजको दिनभरको आजको निष्कर्ष के छ भनेदेखि नेपालको त्यो झन्डा जलाउनलाई 3 वर्ष होइन जन्म कैद दिनुपर्छ र नेपालमा बस्न खोज्दैन भने त्यस्ता व्यक्तिहरूलाई देश निकाला गरिदेऊ, जहाँसुकै जाओस्, जहाँ उसले स्वतन्त्रता जे मन लाग्यो त्यही गर्न पाउँछ, त्यही पठाइदिए हुन्छ। यहाँ बस्ने कुनै अधिकार छैन। यहाँ बस्ने हो भने नेपालको कानुन मान्नुपर्छ भन्दै आजको लागि देश दिनभरको यो श्रृङ्खलाबाट बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, मङ्गल रहोस्। नमस्कार। मेरो टोपी कैलाशको शिर जस्तो कहिले पनि झुक्न नजाने। नमस्ते।